आज मैले मृत्युको मुखमा पुगेकी बहिनीको हातबाट भाइटिका लगाए। तिहार आउँदैछ र मैले भारतमा बहिनीको हातबाट भाइटिका लगाएँ। यति बेला म छोरी जास्मिनको उपचारका लागि भारत आएको छु। मैले आज भारतको एउटा कोठामा 3 वर्षदेखि थला परिरहेकी एउटी बहिनी भेटाएँ। तिहार पर्व सुरु भइसकेका कारण आज म नेपाल फर्किँदैछु। नेपाल फर्किँदैछु भन्ने थाहा पाएरै होला सृजनाले मलाई भाइटिका लगाइदिइन्। सृजना बोल्न हिँड्न सक्दिनन्। सामान्य ट्युमर बिग्रिँदै जाँदा शरीरका कुनै पनि अङ्ग नचल्ने भएको रहेछ। समयमै राम्रो उपचार पाएको भए सृजना ठिक भइसक्थिन् होला। तर नेपालमा आस मारेकी सृजनालाई भारतका केही डाक्टरहरूले आस जगाइदिएका कारण विगत 3 वर्षदेखि यी आमा छोरी भारतको दिल्ली स्थित राजीव गान्धी अस्पताल नजिकै एउटा कोठा भाडामा बसिरहेका छन्। तर यति बेला भने पैसाको अभावमा सृजनाको उपचार रोकिएको रहेछ। अहिले म नेपाल फर्किँदैछु। फर्किँदै गर्दा सृजना बहिनीको यो सानो भिडियो तपाईहरूमाझ राख्दैछु। दर्शकवृन्द, म 2 हात जोडेर अनुरोध गर्छु, भाइटिका नजिकिँदै गर्दा सृजनालाई आफ्नै बहिनी सम्झेर दक्षिणा स्वरूप उपचारका लागि केही सहयोग गरिदिनु होला। भिडियोमा मैले सृजनाको भाउजू सुनिता चुनाराको खाता नम्बर राखिदिएको छु। दिन मिल्छ। सेनिटाइजर हिजो देखेर ल्याएर लगाइदिन्छु भनेर समातेर बसेर मलाई लगाइदिने हो। लेखेर दिन्छ क्या, उसले लेखेर भन्छ। ए बोल्न सक्दैन नि। यसले गर्दा काम बोल्न सक्ने पनि यस्तो गाँठा छ। अनि बोल्न सक्दिनँ, सुन्न पनि सक्दिनँ। अलिअलि सुन्छु भन्छन्। ए ल लगाइदेऊ सरलाई, यसरी लगाइदेऊ ल। ए पहिले यो पहिला यो ल्यालो। यो समात्नु बहिनी। फुल 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 तिमीलाई सरले 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 ए सर ए हात मिलाइदेऊ ल। त्यो के ल यो लगाइदेऊ ल सरलाई ल। समातेको समाते भयो। बोल्न आउँदैन तर सबै चुप गर्ने बिचरा है नानु। टिका लगाइदेऊ ल कस्तो बल गरेर समाते छिन्। यसले चाहिँ त्यो तेस्रो सर्जरी गर्दाखेरि मलाई सरलाई ल्याइदियो, मेरो फेभरेट हो भन्ने क्या। अनि बाबु जन्मेको थियो र त्यहाँ सबै पार्टीसाटी भएको थियो नि, त्यति बेला त देख्थ्यो क्या नानीले। अनि मलाई लैदिनु भन्ने। अनि के अरे मैले हजुरलाई फोन गरेँ, फेरि हजुर दाङ आउनुभएको थियो, घर आउनुभएको थियो। अनि भेटै हुन सकिनँ क्या। अनि उसको सपनै भयो के। अनि कति वर्ष पुग्यो नानु? के बोल्न सक्छ? सक्दैन। नाम के हो? नानीको नाम के हो? सबै थाहा छ, बोल्न सक्दैन। नाम यसरी हातमा तिम्रो के हो अरे? मैले लगाइदिने? होइन, उहाँकै हातमा मात्र लगाइदिनु। ए यसले लगाइदिने, यसले लगाइदिने हो रे। ल यो उनीहरूले लाउने हो भनेर उहाँले बल गरेर गर्नु। ल त यसले लगाइदेऊ त नि। गुम्बा गर्नु सर। समाइदिनु है। ल ल तिहार आउँदैछ र मैले भारतमा बहिनीको हातबाट भाइटिका लगाएँ। है बहिनी? ए फुल
ल ल लगाइदेऊ ल ल ल हल्का सबै तपाईले गरिदिनु न तर छुदो नि त ओ ल अर्को छ है अर्को छ ल ल लगाइदेऊ ल अर्को छ ल ल ल नमस्ते गरिदेऊ नमस्ते गरिदेऊ नमस्ते गरिदेऊ नमस्ते गर नमस्ते गर बहिनी ल बहिनीलाई छिट्टै निको होस् म भगवानसँग प्रार्थना गर्छु है कति भयो के भएको हो खास नानीलाई पहिला चाहिँ सानो यत्रो हामीले त त्यो हाडे भनिन्छ गाउँमा त अनि त्यत्रो सानो थियो अनि मेडिसिनहरू खुवाउने अनि त्यो टेपहरू टाँसिदिने गर्नुभयो सानो तिम्रो मेडिकलमा अनि पछि धेरै नै स्कुल जानै नसक्यो त्यो के गलगाडो के भन्छ नि त्यस्तो त्यो निस्किएको थियो निस्किएको थियो अनि तपाईले त त्यो टन्सिल भन्नुभयो त्यो चेप्टाइदिनु भयो हजुर त्यो कति वर्षको उमेर त्यस्तो 15 वर्षको ए अहिले नानी कति वर्षको 17 वर्षको नानीको नाम के हो सिर्जना रावत सिर्जना हजुर तपाईहरुको नेपाल घर कहाँ हो लमजुङ लमजुङ हजुर अनि अहिले चाहिँ यस्तो भएको चाहिँ कति भयो 3 वर्ष 3 वर्ष भयो हजुर यहीँनिर हो त्यो उठेको यो खास यो अनि अहिले चाहिँ के भएछ त अनि त्यसपछि अनि त्यस पछाडि मैले बिहानबीमा पहिले सर्जरी गरेँ यहाँ यत्रो खाने यो टाउको दुखिरहन्छ यहाँबाट यहाँसम्म चिरेको अनि यहाँ यसरी काटेर पाइप लगाएको यहाँबाट पानी जम्यो भनेर यहाँ कट गरेँ पेटमा यहाँ निकालेँ अनि चाहिँ अब त्यति बेलासम्म मैले गरिराखेँ अब लास्टमा चाहिँ 1 वर्ष भयो मैले गर्नै सकिनँ मेरो उपाय नै भएन अनि डक्टरले भन्नुभयो अब यसलाई मिसिनद्वारै गर्नुपर्छ धेरै खतरा हुन्छ यो चिज अनि गरेर रेडिएसन गर्नुपर्छ भनेर भन्नुभयो अस्ति लिएर गएको थिएँ न्युरो सर्जन डाक्टरलाई ठ्याक्कै भएको चाहिँ के रहेछ ब्रेन ट्युमर ब्रेन ट्युमर रहेछ ब्रेन ट्युमर क्यान्सर यो यहीँबाट भयो सुरु हजुर यहीँबाट सुरु भयो अनि यसले गर्दा न खान मिल्छ न पिउन मिल्छ न सुन्न सकिहान न देख्न सकिहान कुन स्टेजमा हुनुहुन्छ फर्स्टमै हो फर्स्ट स्टेज नै हो औषधि उपचार गर्न सक्यो भने सन्चो हुन्छ हजुर डक्टरले भन्नुभयो यो गरेपछि नानी पहिलाको जस्तै त नहोला नर्मल अहिले अलिकति खान सक्ने बस्न सक्ने चाहिँ हुन्छ तपाईहरु भारतमा आएर उपचारको लागि यहाँ बस्न थालेको कति भयो 1 वर्ष भयो 1 वर्ष 1 वर्षदेखि नै यो राजीव गान्धी क्यान्सर अस्पतालको छेउमा कोठा ल्याएर यसरी बस्नु भएको यसरी बसेछु अनि अहिलेसम्म तपाईले उपचारमा कति खर्च गर्नुभयो नि अहिलेसम्म त उपचारमा त भयो थुप्रो खर्च भयो गरे के गर्नु छ र ओ निको त हुन्छ नि निको हुन्छ भन्नुभयो पहिलाको जस्तै हुन्न तर बस्न सक्ने खान सक्ने आस्ते आस्ते रिकभर हुन्छ त भन्नुभयो के अरे अब भगवानको हातमा कति खर्च हुन्छ अरे यहाँकै 16-17 लाख आइसी अनि त्यस पछाडि अस्ति लिएर गएको थिएँ देखाउनलाई अनि यसको सबै बडीको बस्न सक्दिन नि त यसरी बसाउँदा बस्छिन् अनि तपाईसँग नि नेपाली रुपैयाँ 25 देखि 30 लाख रुपैयाँ भयो भने चाहिँ नानीको उपचार हुन्छ हजुर नेपाली 25-30 लाख भयो भने नानीको उपचार हुन्छ सबै अस्ति म हस्पिटल लिएर गएको थिएँ अनि सबै बडीको एमआरआई स्पेशल एमआरआई गर्नलाई 60,000 लाग्छ भने अनि 60,000 नभएर छोड्नु पर्यो अनि नानीको चाहिँ यो प्यारालाइसिस भएको ब्रेनले गर्दा हजुर ब्रेनले गर्दा प्यारालाइसिस सुन्नु न यो मैले नगनिकन दिन्छु है कति छ है मलाई पनि ठ्याक्कै त थाहा छैन सरसँग मागेर यो अहिले मेरो व्यक्तिगत तर्फबाट नानीको लागि यसले उपचार हुन मलाई थाहा छ पुग्दैन तपाईँलाई फलफुल खानको लागि अलिकति केही दिनलाई पुग्ला त्यही हो त्यही पनि यो सुरुवात मबाट भएको छ नानो तिमीले मलाई अघि टीका लगाइदिएको थियो हो टीका लगाइदिएको थियो दाइ सम्झेर लगाइदिएको हो कि होइन यो दक्षिणा तिमीलाई है
भगवान रूपी दर्शकहरूले यदि इच्छा राख्नुभयो भने यो अवस्था देखिसके पछाडि थोरै भए पनि तपाईँहरूको मनमा त्यो माया पलाएको छ भने कृपया, एकदमै अवस्था नाजुक रहेछ र अवस्था गम्भीर देखिसकेपछि म यो नानीको लागि मैले त यो फुल लिएर आएको थिएँ भेट्नको लागि। नानीले त मलाई सरप्राइज दिन्। भाइ टिका नजिकै रहेछ, भोलिदेखि त भोलि पर्सिदेखि सुरु भइसक्यो होइन। नानीले चाहिँ मलाई टिका र माला लगाइदिइसकेको छ। दर्शक मलाई केही रोटी खुवाउने, केही खुवाउनु पर्दैन। चुइरहँदो रहेछ, कन्ट्रोल गर्न सक्दिनँ। प्यारालाइसिस भन्छ कि अट्याक, ब्रेनको अट्याकबाट प्यारालाइसिस शरीर चाहिँ हात गोडा चाहिँ अलिअलि काम गर्न लाग्छ, नत्र त यो दुइटै चल्थेन। अहिले सबै भित्र बाहिर दिशा पिसाब सबै ओछ्यानमा हुन्छ, कस्तो हो? मैले दिशा गर्दिनन् भन्छन्, लेखेर भन्छन्। अनि टोइलेट आयो भने दुइटा भन्छन्, लङ टोइलेट आयो भने, सु आयो भने यसो भन्छन् क्या। अनि डाइपर लगाइदिन्छु, अनि त्यो कुर्सी टाइपको टोइलेट हुन्छ क्या, अनि त्यही लिएर यहीँ राखिदिन्छु। कहिले अलिक यो दुखेन भने टोइलेट जान्छु भन्छन्, लगिदिन्छु उचालेर जानुपर्छ। हजुर। अनि खुवाउन नि नाम के भन्नु पर्यो? सिर्जना रावत। सिर्जना हजुर भन्देऊ। सिर्जना मैले आज बहिनी भेटाएँ, माया गर्ने बहिनी भेटाएँ नि। मलाई छिट्टो सन्चो गराइदिउँ दादा भन। हुन्छ, ठिक हुन्छ छोरी है, सबै भगवानको हातमा छ। पैसाको अभावमा उपचार रोकिएछ भन्ने कुरा पनि सुने। अझ झनै त्यसो त झनै मलाई एकदमै नराम्रो बनायो। अनि म तुरन्त भेट्न आएको हो दिदी। हजुरलाई मैले समयमा भेट्न पाएको दिनु होला। धेरै खोजे अरू सोध्यो, पत्ता दिनु न मलाई भन्दाखेरि हामीलाई थाहा छैन भन्नुभयो। केही छैन, ढिलै भेट भयो पनि भेट भयो। यिनको भाग्यले हजुर यहीँ आइदिनु भयो, यति खुसी छु नि म त। बहिनी माला लगाइदिउँ। टिका पनि लगाइदिउँ। यता हेर, यहाँ पनि लाग्ने रे। यता हेर, टिका लगाइदिन्छु। नमस्ते गर। नमस्ते गर। 3 वर्षदेखि ओछ्यानमा थला परिरहेकी छन्, बोल्न सक्दिनन्। सबै कामहरू दिशा पिसाब आमाले नै ओछ्यानमा गराइदिनु पर्ने रहेछ। बोल्न मद्दत धेरै होला, तर पनि मनले बुझ्छ, सबै कुराहरू मनले बुझेको हुन्छ। बोल्न खोज्छन्, बोल्न सक्दैनन्। अहिले उपचार चाहिँ किन रोकिएको हो तपाईँको छोरीको? नानीको उपचार पैसाको कारणले। अब मैले 15,000 जुटाउन नसक्नेले अब त्यत्रो लाख त जुटाउनै सकिनँ। अब मरेछ भने ठिकै नै छ, बाँचेछ भने त अब कहीँ न कहीँ होला, भयो नि होला, नभए नहोला। फलोअपको लागि अस्पताल लैजाने गर्ने गर्नु भएको छैन अहिले? छैन, अब उपचारै रोक्यो पैसा नभएर। अनि त्यो दबाई ल्याउनलाई मात्र जहाँ पाएँ दबाई दिन्न, अनि त्यो दबाई मात्र लेखेर ल्याउने। दबाई मात्र ल्याउँछु, दबाई त्यो अहिले दुख्न कम गर्ने दबाई लिएर खुवाउँछु नि राख्छु। दुख्यो भन्छ नि, यो टाउको झुनझुन गऱ्यो भन्छ, अनि यो भारी भयो, यस्तो भयो भन्छ, साह्रो भयो भन्छ। अनि त्यो बडी ट्युमर बढेपछि अनि दिमागले नि काम गर्दैन छ क्या, अनि छटपटिन्छ नि। त्यो छटपटिँदा त मेरो सबै शरीर बेचेर गर्थेँ भने जस्तो हुन्छ नि। हजुरको श्रीमान कहाँ हुनुहुन्छ दिदी? श्रीमान गाउँतिर हुन्छ। अब के गर्नुहुन्छ? अब खेतीपाती गर्ने, शान्ति गर्ने हो। अब त्यस्तै न हो, सबै राम्रो कहाँ हुन्छ। मेरो भाग्य यस्तै हो। छोरी जास्मिनको उपचारका क्रममा राजीव गान्धी अस्पतालमा हुँदा पनि जास्मिनलाई खाना पकाएर ल्याउने खुवाउने काम पनि उहाँले गर्नुभएको थियो।
त्यति बेलासम्म पनि उहाँले आफ्नो छोरीको अवस्थाबारे हामीलाई भन्नुभएको थिएन। तर जब मैले त्यो अरूकै माध्यमबाट थाहा पाएँ, तपाईँलाई खाना खुवाउने जो दिदी हुनुहुन्छ नि, उहाँको त यति धेरै ठुलो पीडा छ, बिचरा छोरी थलाभरेकी छ, मृत्युको मुखमा छ, एउटा कोठा लिएर बस्नु भएको छ, त्यहाँ एकदम बिजुकको अवस्था छ भन्नुभयो एकजना व्यक्तिले। अनि मैले उहाँलाई सोधेँ, आफूभित्र त्यति धेरै पीडा हुँदाहुँदै पनि ती पीडाहरूलाई लुकाएर नि उहाँले छोरी जास्मिनको लागि जुन सहयोगी भूमिका खेल्नु भएको थियो नि दिदीले, त्यसले झनै मलाई छोयो। अझ मलाई कति बेला गएर दिदीको छोरीलाई भेट्नु भन्ने भएको थियो। अनि आज म आइसकेको छु मेरी बहिनीलाई भेट्नको लागि, सिर्जनालाई भेट्नको लागि। सिर्जना, तिमी बाँच्नुपर्छ। भन्छ नि कस्तो भन्छ, अब मैले पढ्न पाइनँ भन्छ, म यस्तो खान्छु भन्छ, ल मलाई यस्तो किनिदिनु भन्छ, म ठिक भएपछि किनिदिनु भन्छ, पैसा कति जम्मा गर्नु मलाई किन्दिनँ भन्छ। सिर्जना, तिमी बाँच्नुपर्छ, तिमीलाई निको हुन्छ है। तिमी त यो सृष्टिको सिर्जना हो नि, बुझ्यौ? यो सृष्टिको सिर्जना तिमी हो। तिमी सधैँ अमर रहिरहनुपर्छ, बुझ्यौ नि? है, पिर नगर, चिन्ता नगर। म आएको छु, केही भइहाल्छ कि म मेरा दर्शकहरू सामु हात जोडेको छु। छोरी जास्मिनलाई त तपाईँहरूले दिल खोलेर सपोर्ट गर्नुभएको छ, त्यसको लागि म धन्य छु। आज यी छोरी, म यो पीडा देख्नै सकिनँ, यी बहिनी, यो पीडा मैले देख्नै सकिनँ। मेरो दर्शकहरूलाई देखायो भने थोरै भए पनि सिर्जनाको लागि सहयोग आउँछ कि भन्ने लागेर देखाएको छु। सिर्जना, उता हेर त, उता हेर, उता। नमस्ते गर्दै नमस्ते गर। मलाई सबैले साथ दिनु, म बाँच्न चाहन्छु भन न, यसरी नमस्ते गर्दै। नमस्ते। बिचरा बोल्न सक्दैनन्, बोल्न खोज्छु, आवाज आउँदैन। उता हेर, माथि हेर, माथि हेर, बिचरा है, हात खुट्टा केही नचल्दो रहेछ, मन्टो पनि राम्रोसँग अटाउन नसक्दो रहेछ बिचरा है। ल दिदी, पिर नगर्नु है, केही भइहाल्छ कि है, कतैबाट केही भइहाल्यो भने राम्रो हो। म हजुरको एकाउन्ट नम्बर छ तपाईँको, नेपालको एकाउन्ट नम्बर? हजुर, नानीको छ, मेरो चाहिँ छैन। छोरीको छ, नानुको छ, सिर्जनाको छ, तपाईँको बुहारीको छ? हजुर। तपाईँको बुहारीको एकाउन्ट नम्बरमा राखिदिँदा पनि हुन्छ? हुन्छ। कसैले पैसा? हुन्छ। यो भिडियोको स्क्रिनमा मैले उहाँहरूको परिवारको एकाउन्ट नम्बर राखिदिन्छु है, राखिदिएको छु। तपाईँले उहाँहरूलाई जति सहयोग गर्न चाहनुहुन्छ गरिदिनु होला, म त्यही भन्न चाहन्छु है। तपाईँले पठाएको सहयोग यो परिवारका लागि एकदमै महत्त्वपूर्ण रहन्छ। अझ विशेष गरी सिर्जनाको उपचारका लागि तपाईँले पठाएको सहयोग एकदमै महत्त्वपूर्ण रहन्छ। दर्शकवृन्द, सकेको सहयोग गरिदिनु होला। मानवता छ भन्ने कुरा तपाईँहरूले धेरै पटक साबित गर्नुभएको छ। फेरि एकपटक बहिनी सिर्जनालाई बचाएर साथ दिनु होला। सानो सहयोग है, यो चाहिँ नानीको लागि हाम्रो लागि बिस्तारै हुन्छ है। ल, मेरो भान्जा, नमस्ते गर, नमस्ते गर दादालाई, नमस्ते गर, नमस्ते गर। मेरो भान्जा तीर्थ थापा, उहाँले यो जुन सहयोग छोरीको लागि, सिर्जनाको लागि गर्नुभएको छ, धन्यवाद होइन। हामीले भिडियो बनाउँदै पछाडिबाट सायद उहाँको मनले मानिन होला, सहयोग गर्नुभएको छ, धन्यवाद। ठिक छ, हामी जास्मिन नानीको लागि पनि अब भागिरहेको छौँ, अब हामी अर्को नानीको लागि पनि केही गर्छौँ। यहाँ भारतमा बस्नुहुन्छ, छोरी जास्मिनको उपचारका लागि दिन रात भनेर खटिनु भएको छ, आफ्नो ड्युटी छाडी पनि। आज पनि यति बेला पनि ड्युटी छ, तैपनि उहाँ अहिले उहाँको लागि भनेर खट्नु भएको छ। युवामा यो किसिमको समाजसेवी भावना, यो मानव रूपी भावना देख्दा साँच्चीकै खुसी लागेको छ। विशेष गरी अझ खुसी लाग्छ है, मेरो भान्जा भन्दा पनि गर्व फिल भइरहेछ है मामालाई। हामीलाई छ गर्व त, हजुर जस्तो भगवान् जस्तो मान्छे यति खुसी लाग्छ नि। अरू नानीहरूलाई यति सपोर्ट गर्नुहुन्छ, यस्तै गरी सानो बाबु पनि राज भनौँ, सानो बाबुलाई म यस्तो आशीर्वाद दिन्छु हमेसा। भाइ भन्दा पनि सानो भाइ अरू अगाडि बढुन् भन्छु कि, यस्तो संस्कार दिनु कि हजुर भन्दा नि अगाडि बढ्ने।
फेरि आउनु ल म जान्छु ल ल बस्नु न